दौड गऱ्यो अनि यहाँ चढ्ने नि छ नि त झर्ने छ नि हाम्रो स्टेसनमा आयो है फेरि के दाइ फेरि भन्नु न यो पो थियो रेल रोकेछ भनेर बाहिर निक्लिने उफ्रिने चल्ने गर्दा गर्दै रेल छुटिसक्छ के त्यही भएर बाहिर निक्लिँदा पनि कतिको होल्डमा निक्लेछ भन्ने कुरा कन्ट्रोल गरिराख्नुपर्छ। बिहान यतिखेर टाइम देखेछ होला पछाडि सायद 8:53 उठेको त म अलि अघि नै हो। नास्ता पनि खाइयो ब्रेड र अमलेट। यो कुन स्टेसन हो भने बाहिर देखेर तिमीलाई हेरेर तिमीलाई अब त ल्याङ्ग्वेज पनि चेन्ज हुन लाग्यो है दाइ भाषाहरू कि हिन्दी बुझ्दैनन् होला कि अब त। मे आई हेभ योर अटेन्सन प्लिज। यो गाडी हिँड्छ अब एक्ज्याक्ट 9 o'clock। किन है यस्तो पोस्टरहरू लगाएको भनेको थिएँ कि मैले सेभ एनर्जी मुभमेन्ट सरी सेभ एभ्री मुभमेन्ट अफ टेन्डुवा अलाइड हेयर फ्रम टेन्डुवा। टेन्डुवा भनेको चाहिँ लायन होला क्या सायद वाट एभर। यहाँ चाहिँ जू छ त्यही भन्न आएको म। यो स्टेसनबाट पनि हाम्रो ट्रेन हिँडिसक्यो अर्को स्टेसनको लागि। मेरो टङ स्लिप भयो यार एडजस्ट गरौँ है केही हुन्न। हिन्दी पनि बोल्न सिकिराखेको कि म। नमस्कार छ दाया र मायालाई लाउरे सलाम दाइ छ मेरी मम्मीलाई रे लै सल यही गीत गाउँछु भनेको थिएँ कि मैले हिजो तर मजा आएन कि तेरिका। मम्मी रेलमै छु म कस्तो रमाइलो भयो। अल्छी लागेर क्यारम भयो कि कसको सिटमा गएर बस्थेँ नि। ल है दाइ अन्डा मात्रै हान्ने छ कि हामीले जहिले पनि। फेरि पनि अन्डावाला सब्जी। भात त सक्यो रोटी हान्दैछौँ हामीले रोटी परौठा वाटेभर। ग्रिन भेजिटेबलमा यो रेडिस पनि पर्छ तर यो ग्रिन छैन वाइट छ। बस्ने खाना खाने ट्रेन हिँडेको सुन्ने हेर्न केही छैन यो माथिको सिटमा। बाहिर गयो हाम्रो टिटी सरले कराइहाल्नुहुन्छ 2 दिन भयो जेसिसले अन्डा मात्र खा जति कुरा नि अन्डा मात्र खा भन्नु होला। पाइएकै यही मात्र छ कि। मलाई एउटा कुरा भन्दा थियो कि एउटा हुन्छ नन भेज एउटा हुन्छ भेज। भेज भनेको चाहिँ भेजिटेबलहरू काइन्ड अफ। नन भेज भनेको चाहिँ मिट आइटम। यो अन्डा छ नि यो अन्डा किन नन भेज भयो? यो अन्डा नन भेज किन भयो? मुर्गाले दिएको भनेर? न त यसमा चिकन छ न त यसमा भेजिटेबल छ। यसको छुट्टै नाम हुनपर्ने हो कि यसलाई चाहिँ नन भेज बनाउनु नपर्ने हो। रेलको पटरीमा फोरो किन रहेछ भनेको त यस्तरी रहेछ कि फोरो नि। म देखाउँछु नि यस्तो हुन्छ कि यो खानाको भाँडा भयो नि यो खानाको भाँडा नि यहाँ यसरी हाल्दाखेरि होइन कि फोरो नि चत्खेर तान्दो रहेछु क्या ढोका जहिले पुस गर्ने होइन फुल गर्छु क्या मैले बुझ्नुहुन्छ नि होइन। अनि मलाई 2टा ठाउँ मनपर्छ कि एक त बाथरुम लभली बाथरुम जे गरे नि हुन्छ कि यहाँभित्र बस्नु देख्दैन है। अनि अर्को फेरि मेरो रुम के घर जे भने पनि केही हुन्न जति चिच्चाए पनि केही हुन्न जति उफ्रे पनि केही हुन्न। यहाँ त अप्ठ्यारो यार। वारङ्गल अरे स्टेसनको नाम चाहिँ। भेटेर तिमीलाई यो सिट पाइएछ क्या ट्याक्क हामीले अहिले फेरि मस्त झ्यालमा बसेर एक निन्द्रा पुऱ्याइदिएँ मैले त कत्रकै सुतेर। एउटा लभली स्टेसनमा छ क्या विजयवाडा भन्ने। यहाँ चाहिँ आधा घन्टा जो स्टेसनमा ट्रेन रोकिने अरे कि। यहाँको त स्मेलै अर्कै छ यार। बुझ्नुहुन्छ नि मैले के भन्न खोजेछु। हो यही हो कि मैले भनेको ब्याकग्राउन्डमा बोल्छ भनेको थिएँ नि। मे आई हेभ योर अटेन्सन प्लिज। यो ट्रेनको प्यासेन्जरहरू सबै यो ट्रेनभित्र गएर बस्नुहोस्। कन्टिन्यू बोलेको बोले गर्दो रहेछ कि स्पिकर फेरि
जाऊँ न त्यही हाम्रै ठाउँबाट जाऊँ त्यहाँ 2 समथिङ के लेखेको ए ट्रेनको डब्बाको नम्बर पनि हुँदो रहेछ यार एमा अर्कै नम्बर छ हाम्रो डब्बामा अर्कै नम्बर छ अर्को डब्बामा अर्कै नम्बर छ हतार आजको दिन पनि गयो यत्तिकै ट्रेनमा झुन्डिँदै झुन्डेको त थिएन आज मस्त सुत्ने र बस्ने मात्र भयो ट्रेन हिँडेको हिँडै छ रोकेको रोकै छ स्टेसनमा कोही चढेका छन् कोही चढेका छैन ओ कप्सरहरू छन् क्या अगाडि यहाँ रिक्स छ क्या यसरी ब्लग बनाउन त्यो ढोका लगाइदिनु पर्छ आफू सेफ्टी भए पनि पछाडिबाट आएर धक्कामुक्की गर्न सक्छन् क्या सनसेटको लागि जे पनि गर्ने भनेर हो क्या हामी यहाँ आएको के अरे कतिखेर डुब्लाएर हेरौँला भनेको गाह्रो छ लभली छ म जस्तै यति हो क्या मैले उडेको मान्छेलाई टेन्सन छ सनसेट हेर प्रेसर छ सनसेट हेर केही पनि छैन भने पनि सनसेट हेर यसको कलर कति राम्रो देखिन्छ नि फुल एन्ड फाइनल टाइम देखाउँछु कि अहिले डुबो भने हेर्नै पाइन्न अनि मैले भिडियो गराउँदै मैले हेर्न पाउँदिनँ कि बुझ्नुहुन्छ नि होइन म हेर्छु भिडियो बन्द गरेँ डुब्ने बेरसम्म हेर्ने अङ्कल झर्ने पोजिसनमा हुनुहुन्छ टक्क झर्नुहुन्छ होला झर्नु भयो अङ्कल झर्नु भयो ओ वाउ गाइस यो कुन ठाउँमा थाहा होइन डोजर गएका छन् यस्तै डोजर बनाउने कम्पनीमा काम गर्नुहुन्थ्यो कि हाम्रो दाइले दाइ पनि एक प्रकारको इन्जिनियर हो उयो गएर सकियो डोजर कुन प्लेटफर्म हो यो अङ्कल फेरि भेटिनु भयो हिजो पनि भेटिनु भएको थियो हाम्रो अङ्कल इग्नोर गरिदिनुहुन्छ कि यो थारू भाषा भएको भए पनि बुझिन्थ्यो यो तामिल यहाँ चाहिँ अर्कै ल्याङ्ग्वेज युज हुन्छ कि हिन्दी भन्दा पनि अरू ल्याङ्ग्वेज हिन्दी लाइक म्याक्सिमम मिनिमम भनेको के हो थाहा छैन थोरैले बुझ्छन् कि हिन्दी पानी हान्छ कि पानी यहाँ इन्जिन हो नि त इन्जिन मैले हिजो पनि भनेको थिएँ आज पनि भन्छु ल्वात्तै छुट्छ कि ट्रेनको आफ्नो ढोकाभन्दा पारि त जाने चाहिँ होइन आफ्नो ढोकामा च्याप्प उभिएर बस्ने ट्रेन हिँड्न लाउँदा सट्ट चढ्ने अहिले त डुबिसक्यो लिटरली गाइस ट्रेनमा बस्नु र जेलमा बस्नु सेम रहेछ क्या सेमै हो आफ्नो बाउको ट्रेन हुन पर्यो कि त आफ्नै बाउको सबै चिज आफ्नो यता पनि जान मिलोस् उता पनि जान मिलोस् स्यालमा पनि झुन्डिन मिलोस् खाना पनि सबै मिलोस् लङ ट्राभल गर्नु भनेको सबैभन्दा दुःखको काम जसले जेसुकै भन्नुहोस् जतिसुकै रमाइलो होस् लङ ट्राभल गर्नु भनेको इज टु मच डिफिकल्ट भयो मेरो लागि वाट एभर धन्न मैले सनसेट हेरेको थिएँ र सपनामा पनि सनसेट देखिरहेको थिएँ म सुतेर उठेको कि यतिखेर साँझको 11 बजे छ कि सायद साँझको त होइन रातिको हो एसी कन्टेनर भन्थ्यो कि एसी देखेकै छैन मैले हावा हाँडा अलिअलि यही त होला एसी हो यही जो हो एडजस्ट गराएर राख्न मिल्ने टर्च रहेछ मैले देख्दै नदेखेको स्टेसन आयो भन्ने न्युज पाएमै हामीले लगेजहरू केही पनि छैन ल यो सिरानी लिएर कम्मलले मलाई एकदम साथ दिएको थियो झाडो नौडा पनि बचायो दौड गऱ्यो अनि यहाँ चढ्ने नि छन् झर्ने नि छन् हाम्रो स्टेसनमा आइयो है 10वटा स्टेसन जति त झरेको थियौँ होला सायद अब यो चाहिँ फुल एन्ड फाइनल लास्टै स्टेसन लभली रिलेटिभ हुनुहुन्छ के अङ्कल आन्टीहरू हुनुहुन्छ उहाँ जानुपर्छ यहाँको ल्याङ्ग्वेज मैले बिहानैदेखि भनेको छु हिजैदेखि भनेको छु अस्तिदेखि चाहिँ भनेको छु सबैले लाइक रन्डी अरे त्यो ल्याङ्ग्वेज के हो मलाई थाहै छैन भनेको राम्रो हो कि नराम्रो डिस्कसन हुँदैछ